हेर्न मैले उता कति खोजिरहे तल यार मान्छे त यहाँ कपडा उठाउन पो आएको रहेछ। अनि किन ओरे छिटो आउने अफिसबाट? मैले के भनेको थिएँ रातिमा तिम्रो छोराले बसी खान दिँदैन गरी खान दिँदैन त्यही भएर म दिउँसो मिलाएर आउँछु अफिसबाट भनेको थिएँ त्यही भएर आएको नि। म त अघि आधी घन्टा अगाडि बाहिर सरेछु। के भन्छ यार? हो भने मैले फोन गरेर सोध्नु पर्ने हैन? खतम भयो यार बर्बाद भयो यार। कस्तो यही बेलामा बाहिर सरेको यार? कस्तो होला बाहिर सर्ने पनि बेला भन्ने हुन्छ र आफ्नो टाइम भइ सरिहालिन्छ नि। रातिमा छोराले सुख दिन्न दिउँसा आफै बाहिर सर्यो भनेर बस्छ यार। ए म त किन कस्तो होला? किन चिन्ता लिनु पर्यो फेरि? अब 6-7 दिन त्यतिकै बस्ने। 6-7 दिन होइन 6-7 सेकेन्ड पनि सक्दिनँ म। नसके के गर्नुहुन्छ त? मलाई थाहा छ के गर्छु भन्ने कुरो। हिँड न तल। यस्तो बाहिर सरेको बेलामा त मैले दिन्न आफै हातले चलाए नि हुन्छ कहिले काहीँ त काम। सुहाउने कुरा गर है। के म बुढी पिडी त हातले काम चलाउने? म त हात साथले काम म 6-7 दिन मलाई थाहा भएन। मैले 6-7 दिन होइन 6-7 सेकेन्ड पनि मैले छोड्नेवाला छैन अब। त हुँदै हुन्न। कसरी हुँदैन? तपाईलाई डर लाग्दैन रगतसित? ए गोर्खालीको छोरो रगतसित डराउँदैन म। हिँड 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 हिँड। यस्तो रिस उठ्यो यार मलाई यार। रातिमा केटाले दिँदैन दिउँसोमा झन् यार छुट्टीमा मागेर आएको कति मुस्किलले हाकिमसित यार बाहिर सरेछु भन्छ यार। अनि रिस उठ्दैन? अझ 6-7 दिन चुप्पा लाएर बस गरे। 6-7 दिन होइन 6-7 सेकेन्ड पनि सक्दिनँ। यस्तो बाहिर सरेको बेला पनि छोड्नु न हजुरले मलाई। छोड्दैन म त। गोर्खालीको छोरो हो रगतसित डराउँदैन। सोच्यो होला रगतसित डराउँछ भनेर। ए तपाईलाई डर लाग्दैन भने मलाई पनि के हुन्छ र? म पनि गोर्खालीकै छोरी हुँ। सुरु त्यसो भए।